च्याट्ट लाएर बामथाङ जाँदैछु है। अरू भने त्यस्तो कुरा हो। बामथाङ म पुगेको चाहिँ छैन, बिच बाटोमा छु, देख्न सक्छ। मस्ती हिँड्दै थिएँ यहाँ, यस्तो मिठो मस्ती हिँड्दै थिएँ यस्तो मिठो ठाउँ कि एकदम चिल गर्ने हावा पनि मस्त आइरहेको छ है। सो ठाउँ पनि चिल भएर यहीँ बसिदिइरहेको छु म। फेरि एकछिन यहीँ बस्छु, मस्त देख्न सक्छ। क्या बवाल देखियो अघि यहाँबाट यार। त्यस्तै हो, अरू भने त्यस्तै हो। यहाँ एकछिन चिल गर्दै बस्छु म, मस्त हावा आइरह। माथि हेरौँ के कसो हुन्छ, मान्छेहरू पनि आएछन् होला। सो लगेर अब चाहिँ माथि गएर भेट्नुपर्छ। बस्यो मस्त यहाँ, माथि गएर भेट्नुलाई त ल पेसाउ लगेर देख्न सक्छ चाहिँ आउन लागेको छु। मेन बाउन्टाउन चाहिँ हो त है, म चाहिँ पाउँदैन छु, देख्न सक्छ यहाँ त कलिङ बजार भ्यू हो। अहिले उताबाट नि देखाउँ लागेर देखाउँ त, तर अहिले चाहिँ मिठो हावा चलिरहेको छ। तर अहिले यहाँ चाहिँ के बनाउनु लागेको रहेछ खोइ पनि है, मन्दिर सन्दिर बनाए पनि रहेछ। यो के हो लोडालसन बाटो चाहिँ त्यस्तै रहेछ के अरे, देख्न सक्छ। बाटो तलतिर पिछै छ, मासतिर पारी गएर भेटौँलाई त पेसाउ। सो लगेडा हो, देख्न सक्छ म चाहिँ यहाँ चौपरीमा आएको छु, अझै पुगेको चाहिँ छैन के अरे। खासमा बाइक चाहिँ राख्ने चाहिँ यति हो कि अरे, औ त्यतिखेर चाहिँ लान पाउँदैन बाइक, राख्यो वहीँ अगाडि राख्छ, त्यहाँ गेट लाग्यो हो, सायद गेट देख्दैन होला, म त देख्न सक्छ कि एउटा अलिअलि हो यो गेट हो, त्यहाँ गेट लगाइदियो, उतातिर लानु पाउँदैन बाइक, उतातिर लानु पाउँदैन। सो आई डोन्ट नो, म त्यो घाममा राख्छु कि यहीँ शीतलमा राखिदिन्छु। यहीँ राख्यो भने अलि एउटा रिस्की त हुन्छ के अरे, हेरौँ के हुन्छ। अरू भने त्यस्तै कुरा, यहाँ मस्तो हावा आइरहेको छ शीतल। हो यो डाँडाबाट नि खतरा देखिन्छ भनेर राखेको अरे, एकताल चढ्दिउँ के अरे होइन। यो डाँडा के कसो छ त केटा, अरू भने त्यस्तै हो। मुजी घाम त डेन्जर लाग्यो यार, ठिक छ केटा, त्यही हो। कपाल भाइब्स आइरहेको रहेछ। बाटो देख्न सक्छ, यही एउटा बाटो चाहिँ यता पहिला चाहिँ बाइक लानु मिल्थ्यो, अहिले चाहिँ बाइक लानु मिलेन के अरे, यस्तो खोलिदियो रहेछ। त्यही कुरा हिँड्दै त छु केटा हो, कहाँ हिँड्दैछु लोडालसन यस्तो घाममा एक्लै औडा लाग्ने है, केही छैन। चिल गर्न त आयो है, एकछिन चिल गर्न त हो। चिल गर्न आउँदा यसो देखाइदिउँ भनेर हो के अरे, मस्त भ्लग पनि बनाइदिउँ भनेर होइन, के छ र भ्लग बनाउँदैमा केही जाँदैन। मार्क्सम सुनसान छ यार, कोही पनि छैन यार केटा यार। ठिक छ केटा, यो डाँडा चाहिँ यस्तो छ कि देख्न सक्छ, मस्त हो। त्यहाँ अगाडि जानु पर्ने खासमा, मैले बाइक चाहिँ म त्यो चौपरीमा राखेको छु। यहाँ चाहिँ अब चाहिँ हेरौँ है त ल, त्यही हो, भन्नु केही छैन। अन्त यहाँ मान्छे त प्रायः हुन्थे, आज के भएछ कुन्नी सायद। ल चिसहरू त केटाहरू आएर यस्तो बियरको बोतलहरू फुटालिदियो यार, यस्तो त नगरिदियो हुन्थ्यो यार, खायो है। अन्त यो पनि एउटा एक प्रकारले त राम्रै हो के अरे, खाएर फुटाइदियो नि, त्यो एक ठाउँमा राखेको छ। त्यही पनि यो फुटाल्नै पर्दैन, किन फुटाल्नु पऱ्यो र होइन र, फुटाल्नै पर्दैन केटा हो। सो नफुटालिदिनु, जाडोमा आइयो मस्त लोडालोसन केही छैन। देखिने भनेको कलिङ बजार हो,
यतातिर देखाइदिनु त ल केटाहरूलाई मस्त देख्नु त उता मिठो देख्छु कि रे त्यही पनि देखाउँदै फेरि यताबाट देखाइदिउँ न चारै ट्राइङ्गलतिर बाह्र हिँडेर यस्तो रक्सी हान्छ यार यार ओहो देख्न सक्छु केटा भ्यू त मस्तो छ कि होइन शीतल भयो तर यहाँ बसेर यस्तो चिल गर्नु त क्या मस्त है मिठो देखिन्थ्यो अघिला अरू भने जस्तै हो पारिकार भेटौँ ल अघिला हो मैले चाहिँ बाइक यहीँ राख्ने निर्णय गरेँ अब के हुन्छ त होइन यहाँ राखिदिन्छु म यहाँबाट शीतल छ उहाँ झन् घाम रहेछ कि घाममा राख्न झन् मनै लागेन सो त्यही भएर यहीँ शीतल रहेछ यहाँ शीतलमा राखेँ के हुँदैन होला यहाँ हेलमेट पनि राखिदिन्छु कि म यहाँ मस्त शीतल छ क्या चौपारीको आई होप कसैले केही तेलसेल नचोरिदियोस् हे भगवान् त्यही हो केटा हो हेलमेट सेलमेट नचोरिदियोस् तेलसेल नचोरिदियोस् त्यही हो त चल्दैछ अब हिँड्दै जानुपर्छ कि केटा फेरि वास्तवमा भन्नुपर्दा यहाँ चाहिँ के हो त यो के हो यो पानी मुहानको हैछ लगेडा यो चाहिँ पानीको हैछ यहीँ गएर लाने होला सायद मूल होला यता कतै बहुमूल चाबी चाहिँ कता राखेँ त त्यहीँ रहेछ चाबी बाइक चाहिँ त्यहीँ राखिदियो कि अब एक्लै लान्ठाङ हिँड्ने केटा हो ठिक छ यो चाहिँ केटा हो अरू भने जस्तै हो कि रे देखिरहनु सक्छ मिठो देखिरहेको छ कि रुवालिङ बजार अझै सायद नाइटमा राम्रो देखिन्छ होला सब झललगै त्यसो है कुनै दिन आउनु होला नाइटमा टक्क के गर्ने अरे ठिक छ अरू भने त्यस्तै हो यस्तो घाम पनि के चिरानो है के हिँडेको नि अब उता गएर भेटौँ न ल लगेडा है देख्न सक्छ यहाँबाट उतातिर चाहिँ बाइकहरू लान पाउँदैन गेट लगाइदिएको हो सायद किन हो खै कुन्नी केही बिठाइ गरेर हो कि के हो खै कुन्नी वी डोन्ट नो लान किन पाउँदैन मिठो गेट बनाइदिएको हो मान्छे जान चाहिँ इजिली पाउँछ कि बाइक चाहिँ आउँदैन सायद ल्याउँदैन तर कोही कोही त उताबाट पनि बाटो छ क्या हो उताबाट नि आउँछ ल्याउँछ कि ल्याउने नि त उताबाट चाहिँ हेर्नु कहाँबाट आउँछ है त्यही हो सक्यो सो लगेडा हो त्यही हो आइपुग्न लाग्यो सक्छ वालिङ बजार मस्त र हामी आइसकेका छौँ देख्न सक्छ लगेडा हो त्यही भेट्नु लगेडा हो फाइनल्ली हामी आइसक्यौँ पाउन्थान चौबारी छ कि मस्त यो चाहिँ के हो खै स्विमिङ पुल बनायो के हो है बिना पानीको स्विमिङ पुल हो यो चाहिँ है मस्त छ क्या यार क्या चिल छ होइन ठिक छ केटा यस्तो बस्दा पनि बनाएको छ के अरे यतातिर पनि के बनाइरहेको छ यो टायलहरू पनि हालिसकेको छ भने रातिमा यहाँ लाइट पनि चलाउँछ कि हो लाइटको नि उस्तो रहेछ केटा सुविधा तर चलाउँदैन है आएको चाहिँ छैन आई होप चलाउँछ होला अनि यहाँ छ अहिले बाहुनथान फोटो खिच्ने ठाउँ म चाहिँ खिच्दिनँ किन मेरो खिच्दिने मान्छे कोही छैन एक्लै अब कसरी खिच्ने एक्लै अब यसरी खिच्ने मात्र होइन भिडियोबारे अब क्याप्चर गर्नु पर्ला नि त होइन मिठो हो ठाउँ चाहिँ देख्न सक्छ क्या मस्त देखिन्छ कि है हेर्ने केटा हो
चिल छ के भने अझै यहाँ शीतल हुनुपर्छ होइन केटा हो बिन्दास पारा जस्तो खासमा त चौपारी केटा हो यहाँ हुनुपर्ने कि यहाँमा पल्लो भयो चौपारीमा बस्दै तलतिर भ्यू हेर्नु कस्तो दामी हुन्थ्यो होला है देख्न सक्छ केटा वालिङ बजार केटा हो अरू यहाँ त्यस्तै हो जे थियो मैले देखाइदिइसकेँ अब चाहिँ सर डुलौँ न त के छ र होइन त्यही कुरा हो देख्न सक्छ कि तलतिर यही हो यहाँ बस्नु त मस्त रहेछ है यहाँबाट मिठो देखिन्थ्यो तर अलि हामीले औडा हानिरहेको झन् गर्मी भए हामीले औडा हानेर सो यहाँ चाहिँ के हो यो झोपडी जस्तो रहेछ म यहाँ एकछिन शीतलमा बसौँ है त अनि मासतिर पनि जानुपर्छ है लगेर ओइ माका बसोडा खाल्टा रहेछ झन्डै ल अलि मासतिर भेटौँला पेसाब लगेर हो त्यही हो मस्त चौपारीमा बस्छु एकछिन मिठो हावा खाइरह के अरे अब चाहिँ मासतिर पनि चलिदिनु पर्छ होला है जाने एउटा मासतिर छ्याउ त लगाइरहेको छ के अरे हो यता मासतिर गइदिउँ न आउँदा आउँदा होइन के छ र एउटा डस्टबिन सस्टबिन पनि राखिदिएको रहेछ के अरे फोहोरहरू डस्टबिनै फालिदिनु होला त्यहाँदेखि छ अर्को त्यही एउटा होला उहाँ चाहिँ टोइलेट होला के त्यो चाहिँ मेबी टोइलेटै हो त्यही एउटा अब लाएर मासतिर चक्दिनु पर्छ देख्न सक्छ मासतिर हरियो त हरियो छ के अरे मासतिर भेटौँ है त ल ठिक छ केटा यो बाटो चाहिँ कता जान्छ वी डोन्ट नो कहीँ न कहीँ जाला होइन हामी चाहिँ यहाँ माथि आइसकेका छौँ यो बाटो चाहिँ कहीँ न कहीँ जाला के अरे तर यो अन्त चिल गर्ने ठाउँ त खासमा त केटा हेर्नु मस्त शीतल छ अनि होइन त ठिक छ केटा अरू भने त्यस्तै हो के अरे के भन्ने र है एकछिन बसौँ लगेर माथिबारको भ्यू चाहिँ यस्तो हो के अरे यहीँ बस्छु म एकछिन तलतिर मस्त हेर्दै त्यहाँदेखि शीतल शीतलै हो के अरे मस्त भाइब सार्न त त्यो मासतिर पनि ठाउँ छ कि जान त तर हेरौँ गइन्छ गइन्न अब होइन लगेर हो म चाहिँ एकछिन यहीँ बस्छु मस्त के अरे यहीँबाट देख्न सक्छ मस्त बस्दै है यो भ्यू हेर्दै बस्छु एकछिन चिल गर्छु अनि त्यसपछि चल्दिनु होला ल अलिबाट एउटा पैसा ल ठिक छ केटा ट्याक्कु त एकछिन बसियो के अरे अब चाहिँ चल्दिनु लागेको ल म चाहिँ मेरो बाइकमा आइसकेको छु अब फर्किन्छु म झ्याउ पनि लगाइसक्यो है मान्छेहरू पनि आए सो औडा औडा पनि लाग्यो कि एक्लै बरु मस्त भइरहेको थियो है मान्छेहरू आइदिए औडा औडा भयो ठिक छ ल यति भन्दै आजलाई यति नै गरौँ
फेरि पनि अर्को भिडियोमा भेट्नुपर्छ ल। अर्को भ्लग आइहाल्छ फेरि, चेकआउट गर्न नबिर्सिनु होला है त। ल जति भन्दै बाई बाई, सक्यो।